म चाहिँ टक्कसँगले मिसाम थाप्नु हिँड्दैछु। मिसाम भनेको बुझ्नुहुन्न होला, हामी राईहरू चाहिँ प्रायः मिसाम भन्छौँ। त्यसलाई भनी आउने मसानहरूलाई भनिन्छ होइन। मेरो भान्जीलाई केही नगर्नु भनेपछि के गर्ने, यत्र यत्र धारा भागहरू आउँछ नि। कस्तो भइरहेछ यात्रा? ठिक छ ल। ठिक छ। अनि आमाको कतिको याद आछ? आमाको धेरै। कसरी याद आछ? फाइनली यस्तो बनाइयो। यसरी बनाउने हो, टक्क भुटेर चाहिँ। ल साथीहरू सबैजनालाई फेरि अर्को भ्लगमा चाहिँ स्वागत छ कि है। म चाहिँ टक्कसँगले मिसाम थाप्नु हिँड्दैछु। मिसाम भनेको बुझ्नुहुन्न होला, हामी राईहरू चाहिँ प्रायः मिसाम भन्छौँ। त्यसलाई के भन्छ अरूले? छिचिमिरा भन्छ होइन। यस्तो हुन्छ त्यो त छिचिमिरा। खोइ कहाँ त कता कता यसरी गर्दैछ। अनि म चाहिँ पुरै मिसाम थाप्नु हिँडिरहेको छु। हाम्रो चाहिँ फेरि यो खाने बानी छ क्या, अनि मिठो लाग्छ हामीलाई चाहिँ। तपाईँलाई चाहिँ कस्तो लाग्छ भन्नु होला। ल साथीहरू फाइनली म चाहिँ आइसकेँ मिसाम उडेको ठाउँमा। यहाँहरूमा चाहिँ तराईको जस्तो हुँदैन कि यसरी उड्ने हो मिसाम चाहिँ। यही मिसाम थाप्ने, त्यहाँदेखि जाँडसँग भुटेर खाने। ल है त।
ल साथीहरू हाम्रोमा चाहिँ टक्कसँगले यसरी मिसान थाप्ने चलन चाहिँ उताबाट आउँदैछ उता आउँछ यतातिर यसरी यति परिसकेको छ भर्खरै थापेको अनि यसलाई चाहिँ भरि चिरिप्पोसँगले जाँडसँग रक्सीसँग दन्काउने हाम्रो चाहिँ मिसाम भन्छ कि यसलाई भरे कति भएको छ तपाईँहरूलाई म देखाउँछु ल भान्जी म अब गाई खोल्न जान्छु तपाईँ यहाँ बस्नु ल एक्लै ल यहाँ रुँगेर बस्नु यो ल केही हुँदैन कि म यहाँनिर भनी आउने मसानहरूलाई भनिदिन्छु होइन मेरो भान्जीलाई केही नगर्नु भनेपछि के गर्ने यत्र यत्र धारा भागहरू आउँछ नि तिमी साइलाको भान्जी हो भन्छ नि भन्नु केही पनि गर्दैन ल लाग्दैन बस्नु यहाँ बस्नु कस्तो डर मर्दै आउँछ तर म साइलाको भान्जी हो भनेपछि केही पनि गर्दैन क्या ल भान्जी तपाईँलाई डर लाग्दैन नि तपाईँ त खतरा भन्ने मान्छे ल केही हुँदैन म गएँ अब म त जान्छु त अब म गएँ नि अब म हिँडेँ अब केही गर्दैन कि तपाईँ यो मिसामा रुँगेर बस्नु न ल नाउ भनेको के हो नाउ भनेको नाउ भनेको म जान्न भनेको नाउ भनेको त डुङ्गा हो एउटा नाउ भनेको त मेरो नाउ चाहिँ भने केही गरेन क्या यहाँ डर मात्रै आउँछ डर मर्दो मात्रै आउँछ ल लाग्दैन के तपाईँ केही हुँदैन के हुन्छ डर मर्दै आउँछ होइन तर केही पनि हुँदैन ल भान्जी तपाईँ बस्नु म गएँ ल मान्दैन हाम्रो भान्जी भान्जी ठिक छ ल कस्तो भइरहेछ यात्रा ठिक छ ल ठिक छ तपाईँलाई म लगेर अब ड्याममा घोप्ट्याउँ के गर्नु त अब लगेर हो र म त त्यो मकै भारी घोप्ट्या जस्तो ब्ल्याङ्क घोप्ट्याइदिन्छु ल भयो भयो त्यसो भए ल त्यसो भए ठिक छ त भान्जी तपाईँको नाम के अरे मेरो नाम भान्जी नामै भान्जी अनि आमाको कति याद आछ आमाको धेरै कसरी याद आछ अनि मेरो याद कति आछ अनि म त यहीँ छु त कसरी याद आयो थुप्रै याद आछ भनेपछि मेरो पनि तपाईँलाई गाडाङगुडुङ गडौ आकाशैको गड्याङगुडुङ आकाशैको गड्याङगुडुङ भुइँको खजुरीलाई नि छातामा लग्नु दिक्कलाई छाता यो मन पुरैसँगले यसरी चाहिँ परिरहेको छ यहाँ चाहिँ हामीले थापेको मेरा भन्छ कसैले यताबाट यसरी आउँदैछ यसरी आउने स्वाट पर्ने काम भइरहेछ अनि त्यहाँदेखि अझै यहाँनिर हामीले त्यहाँबाट झिकेर चाहिँ यति चाहिँ राखिसकेको छौँ है त यो चाहिँ मिसाम भन्छ कतिले खानु भएको छ कतिले खानु भएको छैन होला बानी परेकोलाई चाहिँ फेरि साह्रै मिठो हुन्छ बानी नपरेकोले घिन लाग्न सक्छ है फेरि यस्तो चिज हो यो म गाउँछु नाच्नु ल
ओ ओ ओ के गर्नु तिम्रो याद भाइरल भइदियो ओ ओ के गर्नु तिम्रो याद भाइरल भइदियो अर्को अरू डान्स पनि खै त अरू के गर्नु तिम्रो याद भाइरल भइदियो के गर्नु तिम्रो याद भाइरल भइदियो यो कस्तो नचाहियो भान्जी भन्नु त यो कसले सिकाएको यस्तो नाच्नु कसले सिकाएको आफै आएको फेरि अर्को त्यो अरू स्टेप पनि देखाउनु पऱ्यो क्या मलाई सुन्नुभयो ल अब चाहिँ घरमा ल्याएर पनि अब चाहिँ भुट्नु लागेको छौँ कति भएको छ भने यति छ अझै वहाँनिर परिरहेछ अनि अब हाम्रो कार्यक्रम सुरु हुन्छ ल अब चाहिँ सुरु भयो भुट्नु मान्छे त हामी पापी नै हो नि गाँठे राता माथि दिदी नथिस मैले भनेपछि मात्रै के ल देखाउने त्यतिर रातामा थिचौँ होइन के मैले भनेपछि भन्दैछु भाइलाई थिचेको छुइनँ यता देखाउनु यतातिर थिचौँ मैले भनेपछि मात्रै भने अनि तपाईँलाई ल आमा म यता गरेँ आएर भुट आमा मैले देखेछ भान्जे देखिनु पर्यो है वर्ष दिनको मिसाम हेरौँ है मलाई धेरै लगाइ पर्दैछ थिचौँ मैले खिच भनेछु गाईको जस्तो चाहिँ पापै लाग्यो होला है जहिले पाप त लागिहाल्यो नि के गर्ने मन थियो होला फाइनली यस्तो बनाइयो यसरी बनाउने हो टक्क भुटेर चाहिँ अब फुपेले मिसाम खाँदैछ कि अनि हाम्रो आपाले मिठो छ होइन बाउ है आहा खतरा छ होइन त ल साथीहरू यतातिर चाहिँ छ मिसाम यतातिर चाहिँ रक्सी 2 घुँडी खाइ पनि सके रक्सी अनि अब मिसाम खाएर देखाउँछु है त एकदमै मिठो कुरै नगर्नु मिठो है रक्सी पनि एकदम खतरा कडा बबाल छ यो साथीहरू आजको हाम्रो काम तपाईँहरूले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला थ्याङ्क यू आजको लागि टाटा बाई बाई